So hello guys, good morning, welcome back to my vlog. के छ सन्चै आएर गर्नु त मर्निङ सन्चै आजको भ्लगमा के छ त साथी? आज चाहिँ वेलकम छ भन्नु सबैलाई। वेलकम छ है सबैलाई। ल आजको भ्लग चाहिँ हामी त शनिबार आयो भने फेरि हामीलाई दसैँ आए जस्तो फिल हुन्छ। त्यो भएर अब काजानी भन्ने भइरहेछ। काजानी राजा कालीमाटी जाम सल्यान कालीमाटी कि काभ्रा काका गइन्छ के गरिन्छ सब देखाइन्छ। अहिले चाहिँ केटाहरू भिड भइसक्यो केटा। ल केटा कस्तो ठिक छ नि? केटाहरू चाहिँ भेटिसक्यो। अब चाहिँ माल दब्दो हुन्छ। डर बाइकमा आएको छ यो चाहिँ। ल अब ग्याङ लेस्को हामी चाहिँ ग्याङ भइसक्यो अब। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. रागी खतरा भएको छ बट बबाल छ बबाल 125 सीसीको होइन बबाल छ बबाल केटाहरू चाहिँ मजाले आउँछ होला नि हिरोटा बाटोमा छ यहाँ यस्तो माहौल मिलाउँछ केटाहरू डर्नेछन् पुरन्दारा हेर्ने अरे केटाहरू सल्यानको Horizon, turn us to thousands, and we'll grow in number, fueled by them to see the horizon, turn us to thousands, and on we'll go. एकदम मजा आयो मजा आइरहेछ मलाई। आता जा तू खतरा ठाउँमा अड्केछ होइन ट्याक्सी चाहिँ पुरन्दारा जल्लाको ट्याक्क मेरो उताबाट आउँदा ट्याक्सी फसेर चाहिँ रहेको छ ट्याक्सी तान्दा लाएर अलि पट्टा भाँगेर केटाहरू ढस्स भएछन् अनि कस्तो जाकिन रहेछन्। आज लकले साउन महिना टिकेन है तिमीलाई। हल्का राम्रोसँग देखाउनु भएन दाम हेर्नु कस्तो दाम केटाहरूलाई यस्तै कुरा मनपर्ने र केटाहरूको फोरा सोरा सुरु भयो। अब निस्किन लाग्यो साथी तिमीले हान्ने आज पऱ्यो हाम्रो उतै जङ्गलमा मजाले हान्ने निस्किँदैछौँ केटाहरू ग्याङ भयो होइन कमन गो ग्याङ यस्तो फोहोर फाल्न पाएन है यहाँ। हामी चाहिँ पुरन्दारादेखि निस्क्यौँ ग्याङ निस्क्यो है गाइस। पुरन्दारादेखि निस्क्यो ग्याङ जग्गाइदिनु अब चाहिँ जान्छौँ हामी कालीमेट जाने नि अब ल कालीमेटतिर अब भाषा आवाज है गाइस। ग्याङ 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 टोली
फेरि रे तिम्रो माया हेरी गाइज होइन लाइफमा चाहिँ यति चाहिँ घुम्नुपर्छ है होइन काजा धेरै टाढो नगयो भने अलिअलि यतिकै भटिनु पायो भने रमाइलो हुन्छ हामी चाहिँ अघि उतादेखि चाहिँ 2टा मात्रै आउने भनेको थियौँ अनि अहिले चाहिँ केटाहरू बाटोमा भेट्थ्यो अनि हामीहरू धेरै गइकन अब यस्तो चिन्जान भएपछि माहौल बनिहाल्छ माहौल बनिएपछि फेरि ढुक्क घोप्घोपी भइहाल्छ त्यही हो कालीमाटी जाने पनि निस्केको हामी चाहिँ पुनादेखि फर्केको छिर्दा छिर्दै हामीले कता आयौँ कता भित्रभित्र यता हो यता केटाहरू हरालो नगर त्यहाँदेखि सहर भन्दा तर अब हामीलाई छैन रोज भुरी पैसा पठा भन्छ गाइज बस्दै रमाइलो भइरहेको छ होइन त्यही हो आज चाहिँ चाउचा खाएको भोक लागेको थियो जस्तो अहिले बल्ल नसा अलिअलि प्राप्त भयो होला क्या एकदम मजा आइरहेको छ साथी मजा आइरहेको छ नि एकदम मजा आइरहेको छ नि सेल्फी स्टिक किनेदेखि त रमाइलो भएको छ अरे गाइस त्यही नै हो रमाइलो भने त्यही नै हो पहिला बसेको ठाउँ यो चाहिँ बस म चाहिँ हिँड्थेँ पहिला ओइ फक चोट लाग्ला होइन क्या अहिले हामी तल हिँड्नु अघि जहाँ हामी रोकाइदिउँ नि बाटो त्यहाँनिर आइपुग्यो गाह्रो त माहौल यही नै हो गाइस तोप 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 यही हो यता 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 भइरहेको छ यार एउटा साथी थियो उता लत्तै तलतिर कट्यो फेरि त्यो तनाव भइरहेको छ बासी कुदाउने छैन केटाहरू पुत्तो लिन्छ हरन बजार सुन्दैन बुइ हुन्छ चल्लेन लाग्यो हेर न त्यो ऐना पछाडिको डाँडा कस्तो मजा भन्दा छल्ले बजार होइन यो चाहिँ हामी हङ्सपुर नेहरू समाज चाहिँ हङ्सपुर मन्दिर यही हो हामी चाहिँ अहिले कालीमाटीबाट धनगढी डाँडा जाँदै केटाहरू पछाडि बाइकमा अगाडि अगाडि नागपुरबाट जाँदैछौँ मजाले सुतिमा चाहिँ थ्याङ्क्स फर वाचिङ गाइज भिडियो राम्रो लाग्छ सब्सक्राइब गर्नु लाइक कमेन्ट गरिदिनु होला लभ यु अल